यदि तपाईले 90 दिनसम्म दिनमा 100 वटा पुसअप गर्नुभयो भने तपाईको शरीरमा यस्तै हुन्छ। यदि तपाईलाई 50औं दिनमा के हुन्छ भनेर थाहा भएको भए तपाईले यो चुनौती कहिल्यै हार मान्नुहुने थिएन। पहिलो 30 दिन केवल वार्म अप हो। तपाईको छाती, काँध र ट्राइसेप्सले मानिसहरूलाई याद गराउने परिभाषा विकास गर्न थाल्छ। 45औं दिनसम्ममा तपाईको कोर बल पागल हुन्छ, किनभने प्रत्येक पुसअपले एकैचोटि 200 मांसपेशीहरूलाई गोप्य रूपमा संलग्न गरिरहेको हुन्छ। 60औं दिनको आसपास केही अविश्वसनीय हुन्छ। तपाईको टेस्टोस्टेरोनको स्तर बढ्छ। तपाईको शरीरलाई 24/7 बोसो जलाउने मेसिनमा परिणत गर्दछ। वास्तविक रूपान्तरण 75औं दिनमा हुन्छ, जब तपाईको माथिल्लो शरीरको शक्ति तपाईले कहिल्यै सम्भव नभएको स्तरमा पुग्छ। तर 85औं दिन यो त्यही हो जहाँ जादु हुन्छ। तपाईको शरीरले वैज्ञानिकहरूले भनेका शक्ति थ्रेसोल्डमा पुग्छ, जहाँ अचानक तपाईँ सबै 100 पुसअपहरू बिना रोकिन सक्नुहुन्छ। तपाईको मांसपेशी फाइबर अविश्वसनीय रूपमा बाक्लो हुन्छ र तपाईको चयापचय 24 घण्टासम्म सिधा माथि रहन्छ। तपाईको मुद्रा उत्तम हुन्छ, काँधको दुखाइ हराउँछ र तपाईको हड्डीको घनत्व पनि सुधार हुन्छ। 90औं दिनसम्ममा तपाईँ केवल बलियो मात्र हुनुहुन्न, तपाईले आफ्नो शरीरको खाका पूर्ण रूपमा पुनः प्रोग्राम गर्नुभएको छ। सबैभन्दा राम्रो कुरा के हो? यो चुनौतीको लागत शून्य छ, डलर छ र दिनमा केवल 10 मिनेट लाग्छ। 88औं दिनमा वास्तवमा कति मानिसहरू पुग्छन् भनेर जान्न चाहनुहुन्छ? केवल 3%। त्यसो भए यो के हुनेछ? यदि तपाईँ यो चुनौती समाप्त गर्ने 3% को हिस्सा बन्न चाहनुहुन्छ भने खेल सुरु गर्नुहोस्, टिप्पणी गर्नुहोस्।